सबैलाई घुमौँ घुमौँ ऐतिहासिक छ अहिले हामी एमालेको 11औं महाधिवेशन रिपोर्टिङको सिलसिलामा अहिले हामी काठमाडौँको गिरी मण्डपको प्रदर्शनी स्थलमा रहेका छौँ र यहाँ अहिले हामी बन्द सत्रको पहिलो दिन अर्थात् बेलुका हामी रहेका छौँ र यहाँ अहिले चुनावको तयारी छ र कतिपय प्रतिवेदन माथि छलफल भइरहेको अवस्था छ। अब दिउँसभरि रिपोर्टिङ गऱ्यौँ अहिले हामी गइरहेका छौँ। अहिले अब के भन्नु छैन, अब दिउँसभरि मार्केटिङबाट तपाईँले सबै कभरेजहरू हेर्नु भएको होला भन्ने हामीले आशा लिएका छौँ। र यति भन्दै अब यो यसै एमालेको 9औं महाधिवेशन पनि यही ठाउँबाट भएको थियो। 10औं महाधिवेशन चितवनको सौरामा भएको थियो भने 11औं महाधिवेशन काठमाडौँमा तय भएसँगै यो चाहिँ यहाँबाट चाहिँ नयाँ नेतृत्व सहित चुनिने भन्ने नारा रहेको छ। त्यस कारणले अहिले अझ हामी सात फरक विषय हामी पछि पनि दिन्छौँ होइन। अहिले हामी यति नै भनौँ।